गुड मर्निङ एभ्रिवान, नमस्ते सबैजनालाई गुड मर्निङ। अनि हाम्रो फ्यामिलीको तर्फबाट सबैजनालाई नमस्ते। अन्त आज चाहिँ म चाहिँ अलिकति बिसन्चो भएँ, त्यही कारणले गर्दाखेरि चाहिँ म आज मर्निङ वक पनि जानु सकिनँ है। अन्त चाहिँ म चाहिँ अहिले सन्डे नै बेडमै छु। अब चाहिँ म उठ्छु किनभने चाहिँ मलाई चाहिँ अलिकति आफ्टरनुन लुगाहरू धुएँ नि त बेसी, एकदम बेसी लुगाहरू धुनु पऱ्यो है मलाई। त्यही कारणले होला मलाई चाहिँ एकदम जिउहरू कटकटी दुखिरहेको छ, ढाडहरू पनि दुखिरहेको छ है। त्यसै कारणले गर्दा चाहिँ म बिहान आज उठ्नु सकिनँ भन्दा पनि टाइममा चाहिँ उठेको थिएँ, तर फेरि म वासरुम गएर आएर फेरि सुतिदिएँ किनभने मलाई जिउहरू यस्तो दुखिरहेको छ है। अन्तखेरि चाहिँ तपाईँहरू पनि सबैजना जाति कुशल हुनुहुन्छ होला, सबैजना जाति कुशल होस् है, भगवानप्रति प्रार्थना गर्छु म चाहिँ। किनकि मेरो दुःख सबैको दुःख, मतलब अरूको दुःख चाहिँ म देख्नै सक्दिनँ हो। त्यही कारणले चाहिँ म चाहिँ भन्छु बरु मलाई दुःख होस्, अरूलाई चाहिँ दुःख नहोस् है। कसैलाई पनि चोटपटक लाग्यो या त केही भयो भने पनि म चाहिँ छिट्टो रुइहाल्छु क्या। मलाई चाहिँ एकदमै मन चाहिँ एकदमै मेरो चाहिँ एकदमै कम हुँदैछ। मलाई कसैले अलिकति जोडले गाली गऱ्यो भने पनि मलाई हाँस आइहाल्छ। मलाई अलिकति केही कारणले मन दुख्यो भने पनि मलाई हाँस आइहाल्छ। म भगवानको छेउमा गयो भने पनि मलाई हाँस आइहाल्छ। मलाई थाहा छैन मतलब म कस्तो छु के छु मलाई के थाहा छैन, तर मलाई चाहिँ कसैको पनि दुःख देख्यो भने मलाई एकदमै हाँस आइहाल्छ है। त्यही कारणले तपाईँहरू पनि सबैजना जाति कुशल होस् प्रार्थना गर्छु। अन्तखेरि चाहिँ अब म उठ्छु, अनि उठेर काम गर्छु किनभने आज मेरो छोरी पनि घर गएको छ अनि छोरी पनि आउँदैछ। अन्त उसको लागि अब के सामानहरू अब जन्मलाटी मेरो छोरी पनि है अब आज आउँछ, भोलि बसेर पर्सिको दिन फर्किन्छ छोरी पनि। अब कस्तो हुन्छ अब एउटा आमाको मन है, अब जति नै खुसी आउँदा खुसीको आँसु आए पनि जाँदाको आँसु अर्कै हुन्छ क्या। आफ्नो मुटु एउटा मुटुलाई चाहिँ आधा गर्दाखेरि चाहिँ कस्तो हुन्छ त्यस्तै फिल हुन्छ क्या आमाको मन चाहिँ। त्यस्तो हुँदो रहेछ क्या छोरी अब छोराछोरीप्रति चाहिँ एकदमै। अन्त तपाईँहरू पनि अब भेट्ने गर्छु है दिउँसोको अपडेटमा। दिउँसो अब के हुन्छ कसो हुन्छ भन्ने गर्छु है। अन्त अब चाहिँ म चाहिँ उठेर चाहिँ फटाफटी काम गर्छु। अब हिजो आधा काम सकिसकेको छु, आज अब अलिकति काम छ त्यो गरिहाल्छु ल है।